पहिला त उहाँले आज यो नवसभामा सञ्चालकहरूले किन क्लास दिएर काम गरेर नवसभामा यो गर्ने बागमा जनता गरेर हामी उठाइ हुने जस्तो लाग्छ। श्रीमान सभाध्यक्ष महानगरपालिका मैले आफ्नो यो पोखरा महानगरमा जन्म पाएर भव्य सभामा सञ्चालक महानगर बनाउने यो अभियान काममा साथै विचार व्यक्त गर्न पाएको म निकै नै हर्षित छु। 14औं नगरसभामा मेरा विभिन्न विषयवस्तुमाथि मैले आफूले कुराकानी यहाँ राख्न चाहन्छु र विशेष गरी यो आर्थिक संशोधन 13 सत्र 2080 को सन्दर्भमा संसारभरि नै एउटा के प्र्याक्टिस छ भन्दाखेरि महानगर अथवा अन्य संस्थाले कर घटाउँदा अथवा बढाउँदा यो कारणले कर घटाइयो यो कारणले कर बढाइयो भन्ने सन्दर्भमा त्यहाँ लिखित रूपमा नै सभासदहरूलाई जानकारी दिएर त्यसको छलफल भएपछि मात्र यो करको कार्यलाई अगाडि बढाउनु प्र्याक्टिस गरेर मलाई जानकारी भएको छ। सायद त्यही हुनुपर्छ जस्तो लाग्छ। तर त्यहाँ बुधा उठ्ने गर्दाखेरि कहीँ पनि कर यो कारणले बढ्यो यो कारणले घट्ने भन्ने कुरा उल्लेख नभएको मलाई लागेको छ। र विशेष गरी आर्थिक 2080 को पहिलो संशोधनमा पहिलो वर्ष कर र अहिले बढेको कर साथै यसको कम्पेरिटिभली त्यहाँ राखिदिनु पाएको भए यो सिस्टममा यसरी बढ्यो यो सिस्टममा यसरी घट्यो भन्ने सन्दर्भमा राखिदिनु पाएकोमा सभासदहरूलाई एकदमै उहाँलाई कम्पेटिभ गर्न सजिलो हुन्छ। त्यहाँ के भन्यो भन्दाखेरि त्यहाँ अस्तव्यस्त अघिल्लो वर्षको 70% डाटा पनि छैन। त्यो कारणले योसँग पनि अलिक त्रुटि देखिएको छ। र विदेशमा विशेष गरी हामीले हेर्दै गर्दाखेरि विभिन्न महानगरमा करलाई हेर्दै गर्दाखेरि धनी वर्गबाट धेरै कर उठाएर गरिब वर्गका जनतालाई राहत दिने खालको सिद्धान्त हुने गर्दछ। तर हाम्रो यहाँ अलिकति विपरीत हुन पुग्यो जस्तो मलाई लागिरहेको छ। र बालको तथा भूमिगत सम्बन्धमा अहिले राखेको प्रस्ताव अलिकति कम भएको छ। हामीले भन्दै गएर दायरा बढाउने कुरामै सीमित जस्तो मलाई लागिरहेको छ। र अहिलेको संशोधनमा जस्तो कि के छ भन्दाखेरि यहाँ संशोधनमा 30 लाखसम्मको न्यूनतम कर जो 500 रुपियाँ राखेको छ र जब 70 लाखको 0.025 जुन त्यसलाई गर्दाखेरि 750 हुन आउँदो रहेछ। र विशेष गरी यो हामीले अहिले घटाइरहेको भनेर त्यहाँ अलिकति देखिरहँदा त्यहाँ घटेको अनुभूति त्यस्तो भएको छैन। यदि हामीले 0.025 को सट्टामा 0.15 को रेसियोमा ल्याउँदाखेरि त्यो 1050 रुपियाँ 70 लाखसम्मको जुन छ हाम्रो दायरा त्यसलाई घटाउँदाखेरि चाहिँ त्यो 1050 रुपियाँ आउँछ। र त्यो कारणले पनि तल्लो लेभलका गरिब जनताहरूले त्यो रूपमा राहत पाउँछ भन्ने मलाई लाग्छ। त्यो अनुसार संशोधन गरियो भने त्यसले अझ राम्रो हुन्छ जस्तो लाग्छ। र त्यही अनुरूप नै 0.020 गर्दै 0.05 को दरले बढाउँदै लगेर गरियो भने र त्यसले चाहिँ अलिकति राहत दिन्छ। 5 भन्दा बढीको हकमा चाहिँ 0.5 को दरले बढाउँदाखेरि अझ राम्रो हुने कि यसलाई पनि छलफल विषय बनाउनको लागि म आग्रह गर्न चाहन्छु। र व्यावसायिक करले चाहिँ त्यो हल्ला रूपमा दिएको छ। त्यहाँ लेखिएको छ अर्को वर्षमा सम्बोधन गर्ने भनेर। तर जस्तो मानव एउटा लेकसाइडको कफी सप एउटा बुढी बजारको कफी सप अथवा मास्टरमा राखेको कफी सपको हामीले त्यहाँ निर्धारण गरेको मूल्य 4,000 रुपियाँ छ। हामीले उही लक्ष्य राख्यौँ अध्यक्षज्यू। यसले गर्दाखेरि जो सानो व्यापारबाट सुरु गर्ने पालिकाले ठुलो उमेरका परिवेश सन्दर्भ छ। यो कारणले पनि यसलाई विशेष गरी विभिन्न वर्गमा वर्गीकरण गरी क ख ग वर्गमा वर्गीकरण गरेर ग्रामीण सहरोन्मुख र सहरी भूभाग गरेर कर लागू गर्नको लागि पनि म जोडदार माग गर्न चाहन्छु। र विशेष कृषि जमिनको हक पनि कर लाग्ने बाहेक सबैलाई कृषि योगको मान्यता स्थापित गरी उत्पादनको आधारमा कर लगाउने खालको कुराहरू अगाडि बढाउनुपर्छ। र हामीले यतिखेर सम्पत्ति करलाई अलिकति जुन रूपमा लागू गर्नुपर्छ त्यो किन हामी गर्न सकिरहेका छैनौँ यसको पनि म स्पष्ट जवाफ चाहन्छु। र विशेष गरी महानगरका वडा सदस्यहरूको भूमिकालाई प्रभावकारी बनाउन वडा सदस्य परिचालन कार्यविधि 2080 बनाउनु अत्यावश्यक देखिएकाले यो सभाबाट समिति गर्नको लागि आग्रह गर्न चाहन्छु। वडा समिति महानगर योजना तहमा विभिन्न प्रकारका सिफारिस गर्ने यसरी रनमात्र गर्ने लगायतका विभिन्न कार्यवाही सदस्यहरूले स्पष्ट भूमिका बनाइयो। यो स्पष्ट भूमिका नहुँदाखेरि सदस्यहरूको भूमिका विहीन बनेर हामीले अवरोध गरेका छौँ। चौमासीको समीक्षा गर्दा कहीँ सदस्यहरूलाई कहीँ स्थान दिएको छैन अध्यक्षज्यू। यो कारणले पनि तपाईँको यहीँ बोलाएर हल बोलाएर सदस्यहरू पनि बोलाएर चौमासी बजेटको समीक्षा गरियो। मैले कतिपय अवसरमा चौमासी बजेट समीक्षा गर्दा अध्यक्षहरू उपस्थित नभएको पनि हामीले जानकारी प्राप्त गरेका छौँ। त्यसले गर्दाखेरि कसरी प्रोडक्टिभिटी बढ्छ। र अर्को कुरा
बाह्रको सन्दर्भमा यहाँ कुरामा मैले लेखिसकेको थिएँ र विशेष गरी धेरै कुराहरू अगाडि आइसकेको छ। यहाँलाई म के जानकारी गराउन चाहन्छु भने अस्ट्रेलियामा त्यहाँको राष्ट्रिय जनावरको रूपमा रहेको मगरलाई विशेष गरी त्यहाँको जङ्गलमा आहार बढाउन गर्दा सम्पूर्ण नमिलेपछि 60 लाख मगरलाई मारिएको जानकारी म यहाँलाई पेश गर्न चाहन्छु। त्यस्तै 10 करोडभन्दा बढी खरायो मारिएको पनि म यहाँ जानकारी गराउन चाहन्छु। अमेरिका क्यानाडा लगायतका देशहरूमा निश्चित सङ्ख्यामा अनुमति दिएर बौद्धिक शिकारमा अनुमति दिएको छ। हाम्रै ढोरबाडमा पनि योहरू यसलाई शिकार गर्न दिएको छ र मानव नियन्त्रणको क्रम पनि यसमा म प्रमुख धारणा गर्न चाहन्छु र यसको लागि नियन्त्रण एउटा समिति बनाउनको लागि म यही आग्रह गर्न चाहन्छु। मैले यी कुराहरू गर्छु र विशेष गरी सन्दर्भमा मलाई अलिकति टाइम म यहाँ मान्न चाहन्छु। पोखरालाई पर्यटन राजधानी घोषणा गर्न हामी आतुर छौँ अध्यक्षज्यू, तर त्यसको लागि हामीले पूर्वाधार के बनायो? एउटा व्यवस्थित बसपार खोइ हाम्रो व्यवस्थित बसपार कसरी गर्नु राख्ने हाम्रो सहर बन्छ, राजधानी कसरी गर्न सक्छ? आजसम्म हामी कहाँ पुग्यो यसको बारेमा? यसको उचित जवाब जनताहरूले दिइरहेका छन् अध्यक्षज्यू। यहाँ कम उचाइमा कुरा सुन्ने पोखरा सबैका श्रीदेखि लिएर धेरै अन्तर्राष्ट्रिय सम्मेलनका कुराहरू गरेका थिए। यो अन्तर्राष्ट्रिय सम्मेलनको केन्द्रको कुरा कहाँ गएर अड्कियो? हामी अन्तर्राष्ट्रिय सहर बनाउनको लागि राजधानी बनाउने अन्तर्राष्ट्रिय सम्मेलन चाहिने अध्यक्षज्यू यो कहाँ पुग्यो अड्किएको छ? र पहिलेदेखि पोखरा पर्यटनका नालाहरू लगाएका ठाउँहरूदेखि परम्परागत घरहरू भर्खरै गएको अवस्थामा हामीले यो घरहरू जुन प्रकारले पोखरा महानगरभित्र परम्परागत घर बनाउँछ त्यसलाई हामीले पूर्ण रूपमा कर्म दिने अभियानहरू घोषणा गर्न चाहन्छु। र विशेष गरी ग्रामीण क्षेत्रमा अहिले के भइरहेको छ भन्दाखेरि घरहरू बनाइरहँदा धेरै ठाउँमा अहिले पहिरोहरू गइरहेको सन्दर्भहरू छ। त्यहाँको माटो निर्माण नगरेको सन्दर्भमा हामीले ग्रामीण म्याटिनहरू प्रयोग गरेर घर बनाउनेहरूलाई हामीले विशेष छुटको सुविधा उपलब्ध गराउनको लागि पनि म जोडदार माग गर्न चाहन्छु। र पोखरा घोषणा गर्दै गर्दा धेरै साथीहरूले यहाँ भनिसक्नु भएको छ हामीलाई एयरपोर्टको सन्दर्भमा एउटा एयरपोर्ट अहिले देखाउनको लागि दाम बढिरहेको छ। यसमा हाम्रो महानगरको पहल कहाँ छ, कसरी कहाँ हामीले पहल गरिरहेका छौँ यसको बारेमा हामी स्पष्ट जानकारी दिन चाहन्छौँ आजको सभागत थियो। र विशेष गरी जसरी ओडामा कानुन रूपमा दर्ता भएका टोल विकास तन्त्र आमा समूहलाई हामीले त्यसमा विशेष गरी सरसफाइ अभियानको लागि 25,000 बाँकी दिने र सरसफाइ पानी मर्मत बाटो खाटाखुट्टी टोल विकास संस्था लगायत आमा समूहले गर्ने गर्छन्। सहर बजारमा तालिमको नाममा केही व्यक्तिलाई पौष्टिक काम नगरी ग्रामीण क्षेत्रमा कृषि र पशुपालनमा तालिम दिउन श्रीमती व्यवस्था माग गर्न चाहन्छु। विशेष गरी ट्याक्सीको पहुँच सबै भएको छैन। हामी महानगरभित्रका उहाँहरूको पनि ट्याक्सीको पहुँच छैन र नगरसभामा नगर बसहरू कुना कुनामा पुग्दैनन्। महत्त्वपूर्ण कुरा बोल्दैछु अध्यक्ष, मैले बोलिरहेको नदोरिएको कुरा बोल्दैछु। एकछिन टाइमको लागि आग्रह गर्न चाहन्छु। यो यातायातको व्यवस्थाको कुरामा कति दुःख पाइरहनु भएको छ। प्रत्येक वडावासीले एउटा ट्याक्सीले 500 रुपियाँ तिरेर हिँड्नु परेको छ अध्यक्ष। तपाईँले आफ्नो मेरै वडामा भन्न चाहन्छु, मेरो बुढी बजारबाट खरानी फाँटमा जानु पऱ्यो भने, राखीडाँडा जानु पऱ्यो भने 500 रुपियाँ बराबर त्यहाँ ट्याक्सी भाडा तिर्नुपर्छ। विशेष समयमा आग्रह गर्न चाहन्छु। मलाई 3टा मुद्दा मात्रै छन् अध्यक्ष। मैले अभिलीकरणको बारेमा पनि म केही कुरा राख्न खोजिरहेको छु। विशेष गरी यो अहिले यो यातायातको कुरा गर्नुपर्दा हामी महानगरभित्रबाट पनि एउटा ट्याक्सीलाई 500 रुपियाँ तिरेर हामी गाउँ टोलमा पुग्नुपर्ने अवस्थालाई यसलाई वैकल्पिक यातायातको रूपमा हामीले सफा टेम्पो हुन्छ कि के हुन्छ त्यसलाई पनि एउटा कार्यविधि बनाएर तत्कालै त्यस्तो खालको यातायातको व्यवस्था गर्नको लागि पनि म जोडदार माग गर्न चाहन्छु। र विशेष गरी यो अभिलीकरणको सन्दर्भमा यहाँ धेरै कुराहरू आइरहेको छ। यो अभिलीकरण अलिकति वैज्ञानिक भएन। हामीले आज लेक साइडदेखि लिएर चापाकोटसम्म, अमरसिंहदेखि लिएर काउडाँडासम्म, त्यसैपछि गएर अर्गाउँदेखि लिएर बेङ्गासी डाँडासम्म गर्दै गर्दाखेरि हामीले यो अभिलीकरणलाई 3टा क्षेत्रमा, ग्रामीण क्षेत्र, सहरमुख क्षेत्र र सँगसँगै सहरी क्षेत्र भनेर 3टा क्षेत्रको दर बनाएर कर पनि त्यो रूपमा राखेर मात्र अभिलीकरण गर्नको लागि म यो विशेष आग्रह गर्न चाहन्छु। र विशेष गरी पोखरा महानगरभित्रको 32 मा रहेको अस्थायी ल्यान्डफिल साइडमा माटो पुर्ने प्रयोजनलाई गरेको टेन्डर आह्वान जुन 42 लाखको थियो त्यो मक्सिना बसेर कार्यपालिका बैठकले किन रद्द गर्यो र यो खरिद अन्तर्गत यो ठेक्का किन रद्द गरियो यसको जवाफ पनि जनताहरूले खोजिरहेका छन्। त्यसको लागि पनि चित्तबुझ्दो जवाफ म अपेक्षा गर्न चाहन्छु। र पोखरा अन्तिममा
पोखरा 26 अन्तर्गत रहेका कालिका चोक बजार कुम कलाले खान रानीगाडा होस्टे मैदान लगाएका दुईवटा अत्यावश्यक बाटाहरूलाई महानगरले एकदमै उपेक्षा गरेको यहाँका जनताले अनुभूति गरेका छन्। यहाँ पनि आफै गएर त्यो ठाउँ भिजिट गरिसकेको सन्दर्भमा आजसम्म त्यहाँका जनताहरू हामी रुकुममा बसेको अनुभूति भयो भन्ने खालको गुनासो हामी रात दिन सुन्नु परेको लागि यसको लागि तत्काल सम्बोधन गर्नको लागि पनि म विशेष आजको यो लोकसभामा आग्रह गर्न चाहन्छु। र विशेष गरी तालहरूको संरक्षणसँग अलिकति विवाद भइरहेको छ। हाम्रो वडामा 3वटा तालहरू छन्। अहिले यी 3वटा तालहरू लगायत महानगरभित्र भएका विभिन्न तालहरूलाई एउटा छुट्टै कार्यविधि बनाएर त्यहाँ कतिपय सहकारीहरू मार्फत माछा पनि पालिएको छ लगायत विभिन्न प्रकारका कार्यहरू गरिरहेको छ। त्यहाँका स्थानीय जनताहरूसँग एउटा सरकारहरू सरसल्लाह गरेर एउटा उपयुक्त निकास निकाल्नको लागि पनि आजको यो लोकसभामा म विशेष जोडदार माग गर्न चाहन्छु। धन्यवाद।